Hello everyone, welcome to my YouTube channel. This is my first ever video and it is very raw. Hope you enjoy. आज चाहिँ फर्स्ट टाइम चिरङ्गाको भाया पत्तालेको बाटो यो बस पत्तालेको बाटो जान्छ भने थाहा भएन तर केही छैन चिरङ जाने डम्फु कमसेकम पनि गान्तोक मिरिक उता घुमे जस्तो रहेछ पुरा हरियाली मजाको खेतीपाती मान्छेहरू उद्योग गर्ने भयंकर राम्रो सबै थोक राम्रो तर सरकारले रोड चाहिँ मेन्टेनेन्स गर्दै रहेछ सानो न्यारो रोड 3 मिटरको रोड कति दुःखले हिँड्दैछन् मान्छेहरू बस पनि बिचाराहरू त दुःखले चल्दो रहेछ यस्तो ठाउँमा आइयो है मजाको रहेछ अलिकति नेताहरूले अलिकति हेर्नुपर्ने रहेछ है यो ठाउँमा चाहिँ यस्तो मान्छेहरूले दुःख गरेको प्रगति गरेको ठाउँ तर छैन रहेछ रोडको कन्डिसन चाहिँ पब्लिक आर हार्ड वर्किङ एकदम एग्रिकल्चर प्रडक्टहरू यति राम्रो रहेछ फुलहरू कोलाहरूदेखि लिएर सुन्तला अलैँची तर रोड चाहिँ छैन यो दृश्य चाहिँ डम्फु हाई सेन्ट्रल स्कुलको छेउमा पुग्नुभन्दा अलिकति उनी पाठक भाइहरूको जाने यता गैरीपट्टिबाटको दृश्य हो यहाँ हेर्नुहोस् यति मजाको जस यहीँ नै रोडकै मुन्तिरपट्टि मजाको हाइवे मुनि यति राम्रो घरहरू बनाएको छ यहाँ यति दामी छ उपर चाहिँ पाठक भाइहरूको घर रहेछ त्यहाँनिर जयहरूले पनि त्यतै बनाउनु रहेछ र यो पहाड चाहिँ के भन्छ छोकना चाहिँ सुरु त्यहाँबाट भएर होइन छोकना भिलेज यो देखिँदैछ यो चाहिँ छोकना पहाडीपट्टि देखेको चाहिँ चाङखा दार्मा डिस्ट्रिक्ट चाङखा उता त्यो कुहिरो लागेकोपट्टि चाहिँ त्यो डाँडा यता चाहिँ डुजेगाङ यो पहाडीपट्टिको चाहिँ चाङखा र यो भ्याली भन्ज्याङ जुन कुहिरोको खेतको गर्तीबाट चाहिँ अब पुना चाङचु खोला बग्छ र वाङली यताबाट जान्छ साह्रै राम्रो जग्गा साह्रै मजाले मिलेर बसेको जग्गा र मान्छेहरू राम्रो प्रगति गरेको देखिन्छ यो ठाउँमा एकदमै राम्रो ठाउँ हावापानी वातावरण हरियाली पनि फुलहरू सबै राम्रो हुने खालको जग्गाहरू छ यहाँ एउटा फोटो पनि लिइराख्नु म चाहिँ यहाँ अहिले एकछिन टाइम निकालेर यो धाजे डाँडै हो योको उँधो जाने बाटोबाट आएर चाहिँ यो लामी डाँडापट्टिको दृश्य लिइरहेको छु लु हेर्नुहोस् यो लामी डाँडा भन्ने ठाउँ अहिलेको अब पुरानो नाम चाहिँ लामी डाँडा अब अहिले चाहिँ के भन्छ जो भी हो लामी डाँडा यो एरिया उता देखेको लामी डाँडा हेर्नुहोस् अहिले यस्तो छ क्रिस्टल क्लिन वेदर छ यहाँबाट यतासम्म तल गैरी गाउँ भन्ने त्यही होला उता पारिपट्टि पनि एउटा बस्ती देख्दैछ अब यसमा त्यति क्ल्यारिटी छैन सुनकुस खोला पनि यतै नजिकै देखिँदैछ उहाँ तल र यो एरिया यति सुन्दर छ यति डेभलप भएछ जताततै रोडै रोड यस्तो बनिएको रहेछ यो एरियामा र अलिकति यहाँ यो रुखपातले छलेकोले गर्दाखेरि मैले राम्रोसँगले क्लियर निकाल्न सकिनँ तर पनि यहाँ मुनि पनि बस्ती नै छ कति राम्रो बस्ती छ सायद ठुलो स्क्रिनमा राम्रो आउँछ होला।